पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 5 पूर्व मन्त्री र 10 पूर्व सचिव सहित 55 जना विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ। भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियारको टोली विशेष अदालतमा आइसकेको र हाल अभियोग पत्र रुजु गर्ने कार्य भइरहेको उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिए। अख्तियारले पूर्व मन्त्रीहरू रामशरण महर, दीपक अमात्य सहित 5 पूर्व मन्त्रीलाई प्रतिवादी बनाउँदै 8 अर्ब बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक मुलारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ। पोखरा विमानस्थल निर्माणमा 10 अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो। संसदीय समितिको सिफारिसमा अख्तियारले छानबिन पूरा गरेसँगै 55 जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको हो। तत्कालीन सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले विमानस्थल निर्माणमा 10 अर्ब भन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको थियो। वैशाख 2882 मा उपसमितिले बुझाएको प्रतिवेदनमा विमानस्थल निर्माणमा ठेका सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको छ। लागत नै 8 अर्ब बढाएर ठेक्का प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात गरिएको उपसमितिको निष्कर्ष छ। लागत बढाएको त्यस अनुसारको आकारमा विमानस्थल निर्माण नगरेको, सम्झौता विपरीत अतिरिक्त भुक्तानी दिएको, रनवे निर्माणमा हिनामिना गरेको, सम्झौता विपरीत 2 अर्ब भन्दा बढी कर छुट दिएको, परामर्श सेवा र इन्धन भण्डारण लगायतमा हिनामिना गरेको संसदीय उपसमितिको ठहर छ। उपसमितिले प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी सहित पूर्व महानिर्देशक द्वय सञ्जीव गौतम र राजन पोखरेल, निर्देशक त्रय विनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ र इन्जिनियर बाबुराम पौडेल, उपनिर्देशक इन्जिनियर प्रवीण नेउपाने र प्रशासन प्रमुख राजेन्द्र प्रसाद पौडेल उप छानबिन गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको थियो। संसदीय समितिको प्रतिवेदनमा विभिन्न शीर्षक र उपप्रतिवेदनमा शंकास्पद खर्च भएको उल्लेख छ। प्रतिवेदनमा कर छुटमा सबैभन्दा धेरै 2 अर्ब 22 करोड रुपैयाँ अनियमितता भएको उल्लेख गरेको छ। विमानस्थल निर्माण गर्ने कम्पनीले किन्नुपर्ने एसी प्राधिकरणले किनेर 9 करोड 65 लाख 38 हजार रुपैयाँ, नाली निर्माणमा भएको 1 अर्ब 38 करोड 42 लाख रुपैयाँ, कामै नगरी ग्राभेल माटोमा देखाएको 71 करोड 48 लाख खर्च भ्रष्टाचार भएको उल्लेख छ। रनवे टाक्सी माटो भरेको भनेर ढाटेको 21 करोड 7 लाख, विमानस्थलमा माटो भर्न भनेर खर्च देखाए पनि कामै नगरी भुक्तानी देखाएको 2 अर्ब 89 करोड 30 लाख रुपैयाँ, परामर्श भनेर प्राधिकरणले खर्च गरेको 36 करोड 40 लाख रुपैयाँ, इन्धन भण्डार नबनाएको तर खर्च देखाएको 2 करोड 86 लाख रुपैयाँ, छिने डाँडा काट्न ठेक्का पाउने कम्पनीले गर्नुपर्नेमा प्राधिकरणले खर्च गरेको 32 करोड 2 लाख रुपैयाँ गरेर करिब 8 अर्ब 23 करोड 25 लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदनमा उल्लेख छ। यसका आधारमा विमानस्थल निर्माणमा सबैभन्दा धेरै कर छुट र माटो भर्ने आवरणमा भएको प्रतिवेदनको विवरणले देखाउँछ। खुला प्रतिस्पर्धा बिना अस्पष्ट विधिमा वा अस्वीकृत भुक्तानीका रूपमा खर्च गरिएको भनेर प्रतिवेदनमा उल्लेख भएका रकम जोड्दा यो अङ्क निस्किएको बताइएको छ।